के तपाईलाई डोजर बारेमा थाहा छ? तर होइन है, आज म त्यो डोजरको कुरा गर्ने छैन जुन तपाईँ सोच्दै हुनुहुन्छ। अरे कहना क्या चाहते हो? आज म डोजर भन्नाले बुङ्गुर अर्थात् बुङ्गुरको मासु, जसलाई धेरैले पोक पनि भन्छन्, हो त्यसको बारेमा कुरा गर्दैछु। नेपालमा बुङ्गुरको मासु परम्परादेखि नै स्वाद र परिकारको लागि लोकप्रिय रहँदै आएको छ। तर यसको स्वाद मात्रै होइन, स्वास्थ्यको लागि फाइदा पनि उत्तिकै छ। यस मासुमा शरीरलाई चाहिने प्रोटिन, भिटामिन B12, जिङ्क र आइरन प्रशस्त मात्रामा पाइन्छ। नियमित र सन्तुलित रूपमा सेवन गर्दा यो मासुले शरीरलाई ऊर्जा दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र मांसपेशी मजबुत बनाउन सहयोग गर्छ। यति मात्रै होइन, यसमा पाइने भिटामिन B कम्प्लेक्सले हाम्रो दिमागलाई चुस्त दुरुस्त राख्छ, ध्यान एकाग्रता बढाउँछ र रक्त सञ्चारलाई सन्तुलित राख्छ। तर याद रहोस्, बुङ्गुरको मासुमा बोसो पनि राम्रै मात्रामा हुन्छ। धेरै खाइयो भने मोटोपना, उच्च रक्तचाप र मुटुका समस्या निम्ताउन सक्छ। त्यसैले स्वादका लागि होस् या स्वास्थ्यका लागि बुङ्गुरको मासु सन्तुलित मात्रामा सेवन गर्नु नै सबैभन्दा राम्रो उपाय हो।